नमस्ते, मेरो नाम हेक्टर एरियास हो र निम्न भिडियोमा म तपाईलाई देखाउन जाँदैछु मेटाट्रोन सिकारी उपकरण। निर्माताको वेबसाइटमा तपाईले देख्न सक्नुहुन्छ। मेटाट्रोन हन्टर वा मेटा हन्टर सफ्टवेयर। निर्माताको लिङ्क खोलेर तपाई सक्षम हुनुहुनेछ। यन्त्रको तस्विर फेला पार्नुहोस्। तिनीहरूले सुटकेस देख्न सक्छन् र तिनीहरूले पनि देख्न सक्छन्। एक सेन्सर जुन श्रवण सहायता जस्तै आकारको छ। हामी निर्माताको वेबसाइटको अन्त्यमा जान्छौँ। वेब पृष्ठको अन्त्यमा तपाईले खरिद गर्दा के प्राप्त गर्नुहुनेछ भन्ने सामग्री। मेटाट्रोन सिकारी उपकरण। तपाईले मेटाट्रोन यन्त्र खरिद गर्दा तपाईले यो प्राप्त गर्नुहुनेछ। सिकारी जो एल्युमिनियम सुटकेस, बाकस, सेन्सर, पर्सनासियाको गिलासमा आउँछ र हामी यहाँ देख्छौँ। दुई फ्लैश ड्राइभ। चाँदीको पेन ड्राइभ। यो एल्युमिनियम हो। यदि तपाईले यसलाई पोर्टमा राख्नुभयो भने अस्कसम्म कुनै जानकारी छैन। यो सहायक एक कार कुञ्जी जस्तै छ। यो एक छैन, प्रकारे छैन। जानकारी बोक्ने। यो सहायक यसको प्रकार्य। यो सहायक यस बाकसमा यसको प्रकार्य अनुमति दिन्छ। सफ्टवेयर सुरु गर्नको लागि। र अर्को निलोमा पूर्वतर्फ एक यहाँ सफ्टवेयर आउँछ। केही देशहरू जसले सफ्टवेयर पठाउनमा थप प्रतिबन्धहरू राख्छन्, तपाईले प्राप्त गर्नुहुने छैन। नीलो रङको पेन ड्राइभ किनकि हामी डाउनलोड फाइलको रूपमा सफ्टवेयर पठाउनेछौँ। र यहाँ हामीसँग छ संरक्षकहरू। त्यसो भए अघिल्लो बिन्दुमा फर्केर यी दुई पेन ड्राइभहरू जुन हामीसँग यहाँ छ। चाँदी एक कार कुञ्जी जस्तै छ। यसले सफ्टवेयर सुरु गर्न अनुमति दिन्छ र अब यहाँ मसँग छ। मेटाट्रोन उपकरण देखाउनको लागि आउँछ र म सुटकेसबाट सर्छु। के देखाउन जाँदै हुनुहुन्छ? आज इटालीबाट एकजनाले मलाई सोधे। मैले उसलाई वेबसाइट देखाएँ र मैले उसलाई देखाएँ। विशेष गरी यो छवि र किनभने उहाँले मलाई सोध्नुभयो कि मैले प्राप्त गरेको यन्त्र किनेको हो, जुन के हो, जुन तपाईले प्राप्त गर्नुहुनेछ। त्यसैले अब म यो त्यो देखाउन जाँदैछु भन्नेमा कुनै शङ्का छैन। हामीसँग यहाँ छ। म यो सबै देखाउन जाँदैछु, तर प्रत्यक्ष म यो देखाउन जाँदैछु ताकि तपाई सक्नुहुन्छ। तिनीहरूले उपकरण खरिद गर्दा के प्राप्त हुनेछ हेर्नुहोस्। यहाँ हामीसँग बक्स छ। बक्सभित्र सुटकेस आउँछ। त्यसैले पहिलो सिफारिस। यस बाकसलाई फ्याँकिदिनुस्, नराख्नुस्, किनकि यदि तपाई यात्रा गर्न जाँदै हुनुहुन्छ भने यो बाकसको सुरक्षाको लागि महत्त्वपूर्ण हुन्छ। उपकरण। यसलाई बचत गर्नुहोस् र यसलाई नाम दिनुहोस्। मेटाट्रोनहरूले मेटाट्रोन लेख्छन्, तर तपाईले गर्नुपर्छ। बक्स बचत गर्नुहोस्। कुनै पनि समयमा, उदाहरणका लागि यदि तपाई उपचारको लागि परिवारको सदस्यलाई भेट्न जाँदै हुनुहुन्छ भने परिवारका सदस्य सुटकेस हेर्नुको सट्टा परिस्थिति जस्तोसुकै भए पनि देश बाहिर घुम्न जान लागेका छन्। यो सहायकमा हावा छ। यसमा वायु बेलुनहरू जस्तै सानो बलहरू छन्। यो पनि हुनुपर्छ। यसलाई आफ्नो सुटकेसभित्र राख्नुहोस्। यसलाई रद्दी टोकरीमा नफाल्नुहोस्। यो धेरै महत्त्वपूर्ण छ। तिनीहरू आफ्नो परिवारसँग छुट्टीमा एक देशबाट अर्को देशमा विमानबाट यात्रा गर्न जाँदैछन्, उदाहरणका लागि, र तिनीहरू चाहन्छन् उपचारको लागि उपकरण लगाउनुहोस्। त्यसपछि तिनीहरू राख्छन्। विरुद्ध सुरक्षाको रूपमा सेवा गर्छन्। प्रहार गर्नु, झर्नु, यो कुसनिङ हो। हामी अगाडि बढ्छौँ। हामी अगाडि बढ्छौँ। यहाँ हामीसँग छ।
सबै सुनिश्चित गर्नुहोस् कि यो अनुहार छ किनभने सुटकेस हेर्नुहोस् यहाँ ढक्कन छ। यसलाई उल्टो नखोल्नुहोस्, सावधान रहनुहोस्, स्वाद यस्तो छ। सुटकेस खोल्नुहोस् र म प्रत्येक तत्त्व देखाउनेछु। पहिले मेथाइजेन्टर वा मेथाट्रोनजेन्टर। यदि तपाईले मेथाइजेन्टर किन्नुभयो भने हामी सफ्टवेयर पनि डेलिभर गर्न सक्छौं। मेथाट्रोनजेन्टर हामी दुवै सफ्टवेयर छ। भिन्नता न्यूनतम छ। यहाँ हामीसँग पहिलो तत्त्व छ, यो तपाईले प्राप्त गर्न लाग्नु भएको छ। अब म तिमीलाई केबल देखाउन जाँदैछु। यो केबल जडान हुन्छ, यो केबलले यसलाई कम्प्युटरमा जडान गर्दछ। र जडान धेरै सरल छ। यहाँ म यसलाई जडान गर्न जाँदैछु। यसको केवल एक स्थिति छ। त्रुटि वा भ्रमको सम्भावना छैन, त्यहाँ कुनै समस्या छैन। यस सम्बन्धमा अहिलेसम्म कुनै जटिलता छैन। अब अनुनाद कप। यहाँ हामीसँग अनुनाद कप छ जुन एक धेरै महत्त्वपूर्ण सहायक उपकरण हो। म्यानुअलमा कार्यहरूको विवरण छ, होइन, अब म विस्तृतमा जाने छैन, तर यसमा डबल प्रकार्य छ। यसले मापन अनुमति दिन्छ, त्यो हो। यसले जानकारी लिन्छ, सेन्सर जस्तै मापन गर्छ र जानकारी पठाउँछ। यो धेरै महत्त्वपूर्ण छ। तपाईले म्यानुअल हेर्न सक्नुहुन्छ। तपाईले मेरो च्यानलमा भिडियोहरू हेर्न सक्नुहुन्छ। भिडियोहरू हेर्नुहोस्, मैले तिनीहरूलाई भाषाद्वारा अर्डर गरेको छु। त्यहाँ तपाईले यी सबै उपकरणहरूको धेरै भिडियोहरू देख्नुहुनेछ। तिनीहरू के हुन् र तिनीहरू कसरी प्रयोग गरिन्छ भन्ने बारे प्रश्नहरूको जवाफ दिँदै र मसँग गहिराईमा थप जान्न चाहनेहरूका लागि उन्नत पाठ्यक्रमहरू पनि छन्। त्यसो भए मैले पहिले के कुरा गरेको थिएँ, यो कारको चाबी जस्तै हो। यसलाई पोर्तुगाली अस्कमा राख्ने प्रयास नगर्नुहोस् र यसलाई पढ्नुहोस्। यो लुकेको छ किनभने तपाईसँग कुनै जानकारी छैन जस्तो देखिन्छ भनेर हेर्न प्रयास गर्नुहोस्। यो कार कुञ्जी जस्तै छ, यसले सफ्टवेयर सक्रिय गर्न अनुमति दिन्छ। तपाईलाई यो धेरै ख्याल राख्नुपर्छ, तपाईले यसको धेरै ख्याल राख्नुपर्छ। किनभने यो बिना सफ्टवेयरले काम गर्दैन। त्यसैले हामी यसलाई यहाँ छोड्न जाँदैछौँ। र अब म रेसोनान्स कपको भिडियो निकाल्दैछु। म बायो इन्ड्युसर निकाल्न जाँदैछु। यहाँ हामीसँग इन्डक्सन भिडियो छ र उत्प्रेरित भिडियो सुविधा जुन आउँछ। स्वचालित रूपमा समायोजित। तपाईँ यहाँ देख्न सक्नुहुन्छ स्वचालित समायोजन। टाउकोको आकार भएका व्यक्तिहरूको लागि यो फरक छ। त्यहाँ मानिसहरू छन् जो सानो ठुला टाउको छन्। त्यसपछि समायोजन स्वचालित छ। जब तपाईँ यसलाई बाहिर निकाल्नुहुन्छ, यसलाई सधैँ सावधानीपूर्वक व्यवहार गर्नुहोस्। सधैँ हतार बिना, यहाँ तपाईँ हतारमा हुनु पर्दैन। र त्यसपछि ह्यान्डलमा सबै कुरा राख्न उस्तै। आशा छ कि तहको एउटै लाइनहरू पछ्याउँदै, तसर्थ उपकरण धेरै स्थायित्व छ। यसको छेउमा यहाँ एउटा रेखाचित्र छ, म यसलाई जुम गर्न जाँदैछु। हेरौँ, तपाईँ यसलाई त्यहाँ देख्न सक्नुहुन्छ। त्यहाँ छ। हेर्न मिल्छ कि भनेर हेरौँ। त्यहाँ भर्खरै देखियो। त्यहाँ छ, म देख्नेछु। यो श्रवण सहायताको आकारमा एक प्रतिमा जस्तै छ। र अब अनुनाद कप। यहाँ इन्डक्सन भिडियो छ।
कम्प्युटरमा केबल र अनुनाद कप। तपाईले अनुनाद कप हेर्नुपर्छ र यसमा एउटा तीर छ। एक तीर। यो सधैँ शान्त रूपमा ह्यान्डल गर्नुपर्छ। आराम, कुनै दबाव छैन। यसमा प्रवेश गर्ने एउटै बाटो छ। इन्डक्सन भिडियो विपरीत। म यसलाई घुमाउन सक्छु र यो भित्र जान्छ। जडान गर्न सजिलो छ। यो कप हामीले माथि र एउटा तीर हेर्नुपर्छ र तीर माथि देखाइन्छ र त्यसैले हामी तीर माथि हेर्दै यो तुरुन्तै जडान हुन्छ। अर्को सिफारिस। जब तपाईँ केबलहरू निकाल्नुहुन्छ तिनीहरूलाई नमिलाउनुहोस्। यसरी फिर्ता लिनुहोस् तर छेउमा नजानुहोस्। यदि तिनीहरू कचौरा बाहिर निकाल्न जाँदैछन् भने तिनीहरूले यसलाई लिने र यदि तिनीहरू यसलाई जडान गर्न जाँदैछन् भने तिनीहरू धक्का दिन्छन् तर जबरजस्ती बिना। त्यसैले हामीसँग इन्डक्सन भिडियो छ। अनुनाद कप र केबल यहाँ छ। उत्प्रेरित भिडियो, अनुनाद कप र केबल। मेटाट्रोन सफ्टवेयरको लागि मेटाट्रोन उपकरणले काम गर्न सक्छ। हामीलाई 2 USB पोर्टहरू चाहिन्छ। 2 USB पोर्टहरू र तपाईँ मेटाट्रोन उपकरण जडान गर्न सक्नुहुन्छ। कम्प्युटरमा र अर्को भिडियोहरूमा म तपाईलाई देखाउनेछु यो कसरी जडान हुन्छ, यो कसरी सुरु हुन्छ। यहाँ तपाईसँग एउटा बटन छ। कम्प्युटरमा जडान गरेपछि यो महत्त्वपूर्ण छ। तपाईले बटन थिच्नुपर्छ र बत्तीहरू सक्रिय हुनेछन्। तर म त्यो अर्को भिडियोमा देखाउनेछु। कम्प्युटरमा जडान, सफ्टवेयर कसरी स्थापना हुन्छ र सफ्टवेयर कसरी सुरु हुन्छ। पहिलो ध्यान कसरी पहिलो रेकर्ड सिर्जना गर्न। यदि तपाईँ मेटाट्रोन ह्यान्ड उपकरणको बारेमा थप जानकारी चाहनुहुन्छ भने तपाईले यो भिडियोको विवरण हेर्न सक्नुहुन्छ। तिनीहरूले मेरो फोन नम्बर र मेरो इमेल भेट्टाउनेछन्। तपाईँ मलाई लेख्न सक्नुहुन्छ। 10 वर्षभन्दा अगाडिको कुरा हो। हामी यी थेरापीहरू फैलाउन समर्पित चिकित्सकहरूको समूह हौं र हामी धेरै देशहरूमा पाठ्यक्रमहरू सञ्चालन गर्दैछौं र हामीसँग भाषाद्वारा व्यवस्थित चिकित्सक समूहहरू छन्। यदि तपाईँ सामेल हुन चाहनुहुन्छ भने यी समूहहरू खुला छन्। यदि तपाईँ यो यन्त्र भएका अन्य चिकित्सकहरूलाई भेट्न सामेल हुन चाहनुहुन्छ भने मलाई लेख्नुहोस्। आफ्नो परिचय दिन्छन्। तिनीहरूले मलाई नाम, देश, भाषा बताउँछन् र हामी तिनीहरूलाई हाम्रो व्हाट्सएप समूहमा प्रविष्ट गर्छौं जुन सिधा निर्माताबाट हो र त्यसैले तिनीहरू यी उपकरणहरू भएका चिकित्सकहरूसँग सम्पर्कमा हुन सक्छन्। 10 वर्षभन्दा अघिको कुरा हो। म यस कम्पनीमा 10 वर्षभन्दा बढी समयदेखि काम गरिरहेको छु। म यी उपकरणहरू प्रयोग गर्छु। वर्षौंको लागि मैले यसलाई मेरो थेरापी सेन्टरमा प्रयोग गरेँ र तिनीहरूसँग यी उपकरणहरू भएका अन्य चिकित्सकहरूसँग सम्पर्कमा रहने सम्भावना हुनेछ। तपाईको दिन शुभ रहोस्।